कहिलेकाहीँ यस्तो लाग्छ हामी बसेको यो समाजमा न्याय भन्ने शब्द अझै जिउँदै छ कि छैन, किनकि हरेक वर्ष उस्तै घटना हुन्छ, उस्तै अनुहार देखिन्छ र फेरि एउटा प्रश्न देशभर हरेक व्यक्तिको मुखमा गुन्जिन्छ अनि हरेक मिडियाका पोस्टमा लेखिन्छ, जस्टिस खै, न्याय खै। सन् 2018मा नेपालले एउटा पीडादायी घटना देख्यो। कञ्चनपुरकी 13 वर्षीय निर्मला पन्त स्कुल गएको दिनभर घर फर्किन सकिनन्। भोलिपल्ट उनको शव उखुबारीमा भेटियो। पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको सङ्केत गर्यो। त्यो दिन देशभर आक्रोश फैलियो। विद्यार्थीहरू सडकमा उत्रिए। सामाजिक सञ्जालदेखि संसदसम्म एउटै आवाज सुनियो, निर्मलालाई न्याय दे। तर समय बित्दै गयो, सरकार फेरिए, समाचारहरू फेरिए, तर एउटा प्रश्न अझै जीवितै छ, निर्मलाको अपराधी को थियो? केही वर्षपछि फेरि अर्को घटना आयो। रूपन्देहीकी 13 वर्षीय अङ्गिरा पासी बलात्कारको शिकार बनिन्। तर पीडितलाई न्याय दिनुपर्ने समाजले अझै अर्को पीडा थपिदियो। उनीमाथि दबाब आयो, उही व्यक्तिसँग विवाह गर। के त्यो न्याय थियो कि अर्को प्रकारको अन्याय? केही समयपछि अङ्गिरा मृत अवस्थामा भेटिन्। त्यो दिन फेरि देशभर एउटा प्रश्न उठ्यो, के हाम्रो समाजले पीडितलाई सुरक्षा दिन सक्छ, सक्दैन? नेपालको इतिहास हेर्दा यस्ता प्रश्नहरू नयाँ होइनन्। 1980 सालमा पोखरामा नमिता सुनिता मर्डर इन्सिडेन्ट नामको एउटा चर्चित घटना भयो। 2 किशोरी विद्यार्थी नमिता र सुनिता रहस्यमय हत्या भयो। समाज स्तब्ध भयो। वर्षौंसम्म अनुसन्धान चल्यो, तर दशकौं बितिसक्दा पनि यो केस अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। र अहिले फेरि अर्को घटना हाम्रो सामु आएको छ। सुर्खेतकी 16 वर्षीय इनिसा विक ट्युसन पढ्न जान्छु भनेर घरबाट निस्किएकी एक विद्यार्थी, भोलिको सपना बोकेकी एक किशोरी, तर केही घण्टापछि उनलाई जङ्गल क्षेत्रमा गम्भीर अवस्थामा भेटाइन्छ। अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे। पोस्टमार्टम रिपोर्टले भन्यो बलात्कारपछि अत्यधिक रक्तस्राव भएर ज्यान गयो। यो खबर सार्वजनिक भएपछि देशभर आक्रोश फैलिएको छ। विद्यार्थीहरू सडकमा छन्, नागरिक समाजले आवाज उठाइरहेका छन्। हरेक व्यक्तिले आफ्नो सामाजिक सञ्जालबाट प्रश्न गरिरहेका छन्। सबैले एउटै माग गरिरहेका छन्, इनिसालाई न्याय मिलोस्। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, किन बारम्बार यस्ता घटना दोहोरिन्छन्? किन पीडित बदलिन्छन् तर कथा उही रहन्छ? किन न्याय कहिलेकाहीँ यति ढिलो आउँछ कि पीडितको आवाज नै हराइसक्छ? जब कुनै समाजमा नाबालिगहरू सुरक्षित हुँदैनन्, त्यो समाजको विकासको कुरा अधुरो रहन्छ। इतिहासले हामीलाई बारम्बार सम्झाइरहेको छ। निर्मला, अङ्गिरा, नमिता सुनिता, सलिना पोखरेल, भागरथी भट्ट, माया विक र अहिले इनिसा। नामहरू फरक छन् तर पीडा एउटै छ। र त्यसैले आज फेरि देशभर एउटा प्रश्न गुन्जिरहेको छ, जस्टिस खै, न्याय खै? यो प्रश्न केवल सरकारलाई होइन, यो प्रश्न समाजलाई पनि हो। किनकि यदि हामीले आज यो प्रश्नलाई गम्भीर रूपमा लिएनौँ भने भोलि फेरि अर्को नाम आउनेछ र फेरि अर्को पोस्टरमा लेखिनेछ, जस्टिस खै। यदि निर्मला पन्तले न्याय पाएको भए यो घटना हुने नै थिएन होला। तर पनि हामी आशावादी छौँ। इनिसा विकको केस पहिलेका चेलीहरूको जसरी दबाइने छैन। अपराधीलाई कडाभन्दा कडा कारबाही हुनेछ। यदि यस्ता अरू घटना नघट्न दिन सरकारले यस्ता अपराधीलाई फाँसीसम्म दिन पछि हट्नु हुँदैन।